तपाईलाई म यो सबै कुरा देखाउन चाहन्थे तर मञ्चबाट आएको आवाजले मेरो आवाजलाई तपाईसँग पुर्याउनलाई अलिक गाह्रो हुने भएर मैले एकमुष्ट रूपमा ओरादेखि परसम्मको सम्मान व्यक्त गरौँ र भिडियो देखाएँ समय पछाडि हामीलाई तपाईहरुलाई सेवा प्रदान गर्नुहुने दाता महानुभावहरु थुप्रै महानुभावहरु हुनुहुन्छ ठाउँमा अग्नि गुरुले त्यसको आउनको लागि लिएर आउनु भएको छ अन्य आएर प्रत्यक्ष दर्शन गर्नको लागि त्यसको आवश्यक म यसै भिडियो मार्फत अनुरोध गर्दछु हामीसँग आज पनि दिव्य भक्तिसँग यति बेला यहाँहरुको ध्यान आकर्षण गराउँदछु र केही बेर पछाडि स्वागत सम्मानको क्रमलाई सम्मान समर्पणको क्रमलाई म पक्कै पनि जोड्नेछु बाहिर रहनुहुने महानुभावहरुले हृदय पण्डालभित्र आएर सरी दर्शनार्थी भक्तजनहरूको आउने क्रम जारी नै छ। अहिले यो दुईटा सडकपेटी यति खाली भए पनि अलि भरे चाहिँ यहाँ हिँड्न नसकिने अवस्था हुनेछ। यसलाई पहिलाभन्दा अलिक व्यवस्थित पार्नको लागि सडकलाई दुई किनारामा विभाजन गरिएको छ तर पनि अहिले चाहिँ यहाँ ट्राफिकको राम्रो व्यवस्था नभएको नै भन्नुपर्छ। गाडीहरू बिचबिचमा लिएर आउनुहुन्छ। म यहाँ मन्दिर प्रवेश गर्ने द्वारमा छु। हाम्रो नेपालमा चाहिँ यसरी मन्दिरको परपरसम्म फोटो खिच्न भिडियो बनाउन पाइन्छ। यो सुविधा या असुविधा तपाईँ आफै बुझ्नु होला। अन्य देशमा चाहिँ यसरी भिडियो खिच्न पाइँदैन, यो तपाईलाई थाहा छ नै छ। यो देख्दै हुनुहुन्छ यो मुख्य मन्दिर मूल मन्दिर हो र यहाँनिर यो पोखरी हो। पर चाहिँ अर्जुनले जलधारा निकालेको प्रतिमा छ। म गेटबाट प्रवेश गरिसकेँ। यहाँ देख्न सक्नुहुन्छ भक्तजनहरूको भिड क्रमशः बढ्दै गइरहेको छ। यहाँनिर धेरैले ड्रोन लिएर आएर ड्रोनले भिडियो बनाउने क्रम पनि चलिरहेको छ। यतापट्टि मन्दिरको अगाडिपट्टि म अहिले मूल मन्दिरको अगाडिपट्टि अगाडिपट्टि आएर फोटो तथा भिडियो खिच्नेहरूको पनि त्यतिकै सङ्ख्यामा देख्न सक्नुहुन्छ। यहाँनिर पहिला चाहिँ यो प्रतिमा राखिएको थियो, अहिले चाहिँ त्यो प्रतिमा हटाएर अर्कै प्रतिमा राखिएको छ जलेश्वर धाममा जलधारामा। यहाँ मनोरञ्जनका लागि रोटेपिङहरू, विभिन्न खेलौनाहरू, मौजका कुवाहरू राख्ने गरिन्थ्यो। अहिले चाहिँ रोटेपिङ मात्रै राखिएको छ। अनि दर्शनार्थीहरू बास बस्ने गरी आउने हुँदाखेरि उहाँहरूलाई बस्नको लागि यहाँनिर परालहरू ओछ्याएर डेरा कोठा बनाइएको छ। तपाईलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्टमा बताउनु होला। हस्, धन्यवाद।